पढ्न किताब त खोलिन्छ, तर अब कति पढ्न बाँकी छ भनेर पेज पल्टाउँदा पल्टाउँदा दिमागमा विभिन्न सोच आइसकेका हुन्छन्। टाइम सकिसक्यो, कति धेरै बाँकी छ, अब मैले भ्याउँदिनँ, मबाट हुँदैन। दिमागमा यस्तै डर, तनाव, फ्युचरको चिन्ताले बास गर्छ। मन आत्तिँदा पनि आफूलाई सम्हालेर कसरी पढ्ने होला त? टेक एक्सन। एङ्जाइटीले हाम्रो दिमागलाई ओभरथिङ्क गराउँछ। अब यति पेज पढ्न बाँकी छ, यति घन्टा पढ्न बाँकी छ भनेर सोचिराख्नुभन्दा बरु 5 मिनट पढ्छु, 1 पाना पढ्छु भनेर चाहिँ काम थालिहाल्नुपर्छ। एभोइडेन्स क्रिएट्स मोर एङ्जाइटी। हामीले कामलाई जति धकाल्छौँ हाम्रो टेन्सन त्यति बढ्छ। धेरैजसो हामी एन्जियस हुँदा पढाइबाट भाग्न खोज्छौँ, बरु रिल हेर्छौँ, मोबाइल चलाउँछौँ। यसले टेम्पोररी रिलिफ त मिल्छ, तर हामीभित्रको गिल्ट चाहिँ अझै बढ्दै जान्छ। बरु थोरै भए नि पढ्नुहोस्, तर पढाइबाट चाहिँ नभाग्नुहोस्। पोजिटिभ सेल्फ टक। कहिलेकाहीँ सबैभन्दा टक्सिक आवाज अरू कसैको होइन, हाम्रो आफ्नै दिमागको हुन्छ। म सक्दिनँ, म अरूभन्दा कमजोर छु, ढिलो भइसक्यो। यदि हामीले यस्तो कुराहरू आफ्नो दिमागमा दोहोऱ्याइरह्यौँ भने चाहिँ हाम्रो कन्फिडेन्स झनै कमजोर हुन्छ। त्यसैले दिमागमा पोजिटिभ कुरा चलाउनुपर्छ। यति पढे पनि पढेकै त हो, थोरै भए नि प्रयास गरिरहेको छु मैले पढेकैबाट को क्वेसन आउँछ कि भनेर चाहिँ आफ्नो दिमागमा पोजिटिभ कुराहरू ल्याइराख्नुपर्छ। ब्रिथिङ एक्सर्साइजबाट पनि हामीले आफ्नो दिमागलाई चाहिँ कन्ट्रोल गर्न सक्छौँ। धेरै टाइम नभए पनि 5-10 मिनट हामीले ब्रिदिङको लागि छुट्यायौँ भने यसले पनि आफ्नो दिमागलाई कन्ट्रोल गर्न धेरै हेल्प गर्छ। यदि तपाईँ अहिले स्ट्रगल गरिराख्नु भएको छ भने याद राख्नुहोस्, स्लो प्रोग्रेस पनि प्रोग्रेस नै हो। तपाईँ कमजोर हुनु हुँदैन, आज पर्फेक्ट हुन खोज्नु पर्दैन, आज केवल गिभ अप नगर्नुहोस्।